आज हामी एउटा सानो बालकसँग मन्त्र विज्ञानको बारेमा केही सोध्ने जमर्को गरिरहेका छौँ। ल बालक, अब तपाईको परिचयबाट केही परिचय दिँदै मन्त्रहरूको बारेमा केही जानकारी दिनुहोला। मेरो नाम स्वस्तिक मन्चार हो। आज म तपाईहरुलाई मन्त्रको बारेमा भन्दैछु। मन्त्रको अर्थ हो मनलाई सही प्रयोग गर्ने र भगवानलाई बोलाउन खोजेको प्रयास गर्ने। म पहिला भन्छु गायत्री मन्त्र। ओम भूर्भुवः स्वः तत्सवितुर्वरेण्यं भर्गो देवस्य धीमहि धियो यो न प्रचोदयात्। ल अब म भन्छु ओम महामृत्युञ्जय मन्त्र भन्न आँट्नु भयो कि हजुरले? ओम त्र्यम्बकं यजामहे सुगन्धिं पुष्टिवर्धनम् उर्वारुकमिमेघवन्दनाम् मृत्युमोक्षी महामृताम्। अब म भन्छु बुद्धिस्टको सबसे खास मन्त्र ओम मणि पद्मे होम। अब म भन्छु शिवजीको मन्त्र। शिवजीको कौन भन्नुहुन्छ हजुरले? त्यही कर्पूर गौरमको भन्नुहुन्छ कि अरु भन्नुहुन्छ? कर्पूर गौरमै भन्छु। कर्पूर गौरम करुणावतारम श्वेतसारम भुजगेन्द्रहारम सदा वसन्तं हृदयारविन्दे भवं भवानी सहितं नमामि। अनि बिहान उठेपछि हात हेरेर भन्ने मन्त्र पनि सुनेको थिएँ, के थाहा छ हजुरलाई? कराग्रे बसते करमध्ये सरस्वती करमूल्ये तु गोविन्दम करदर्शनम। अनि विद्यार्थीको गुणसँग सम्बन्धित केही मन्त्र जान्नु भएको छ कि? कागचेष्टापको ध्यानं स्वान निद्रा तथैव च अल्पाहारी गृहस्त्यागी विद्यार्थी पञ्चलक्षणम्। अनि हनुमानसँग सम्बन्धित केही मन्त्रहरू छन् त? ओम हनुमते नमः। त्यस्तो मन्त्रहरू छन्। अनि टीका लगाउँदा दशैंमा आशीर्वाद दिने मन्त्रहरू कुनै केही थाहा छ त हजुरलाई? जयन्ती मङ्गलकाली भद्रकाली कपालिनी दुर्गा क्षमा शिवधात्री स्वस्योदा नमस्तुते। ल अहिले हामी हजुरलाई धन्यवाद दिन चाहन्छौँ। हाम्रा आजका मानिसहरूलाई हजुरले केही भन्न चाहनुहुन्छ? केही भन्न चाहनुहुन्न है? सबैलाई राम्रोसँग बस्नुस्, असल बन्नुस्, मेहनती बन्नुस्, यो देश र समाजको लागि कल्याणमा लाग्नुस् र यो मन्त्रलाई कहिल्यै नभुल्नुहोस् भन्न चाहनुहुन्छ। हस्त नमस्कार हजुर।